हेलो एन्ड नमस्ते। आज चाहिँ हामी छोटो मिठो मिनी भ्लग गर्दै जाँदैछौँ अनि हामी चाहिँ कहाँ जान आँट्यो भनेर हजुरहरूले सोचिरहनु भएको होला। हामी चाहिँ आज आमाजु दिदीको एनिभर्सरीको सरप्राइज दिन जाँदैछु। विवाह भएको पनि आज 25 वर्ष पुरा हुनुभयो है। अनि हामी चाहिँ थोरै थोरै क्लिपहरू गर्दै हजुरहरूले उदयपुरको दिदी बहिनी दाजुभाइ आमा बुवाहरू सबैले चिन्नुभएको होला। यो चाहिँ रामपुर बजारबाट हामी चाहिँ कहाँ जाने भन्दा चाहिँ हामी चाहिँ पानमारा धरान पानमारा जाँदैछौँ है। अनि हामी चाहिँ यो चाहिँ झन्डा चोक भन्दा चाहिँ यताबाट गयो भने चाहिँ विराटनगर जानुहुन्छ, यताबाट चाहिँ चतरा। हामी चाहिँ चतरा पुलमा आइपुग्यो अनि हामी चाहिँ जाँदैछौँ। मिनी भ्लग सानो थोरै थोरै क्लिपहरू गरेर अनि हामी चाहिँ दिदीको घरमा आइपुग्यो। बाटोमा आएर यो चाहिँ एनिभर्सरी केक निकालेर हामी गयो है दिदीबाट। ह्याप्पी एनिभर्सरी भनेर दिदी त छक्क पर्नुभयो। भन्नुपर्छ नि भन्दै हुनुहुन्थ्यो। अनि सरप्राइज पनि भनेर हुन्छ त है। दाइ आउनुभयो, बत्ती बाल्नुभयो है, दिदी पनि बत्ती बाल्नुभयो। अनि के काट्नु भन्दा त हाँस्नुभयो क्या। अनि फेरि कस्तो लुगा लाएर एनिभर्सरी मनाइदिनु भएको भन्नुला। फेरि हामीले चाहिँ एनिभर्सरीको चाहिँ हामी सरप्राइज दिनुभएको, उहाँहरूलाई चाहिँ थाहा थिएन होइन हामी आउँछ भनेर। अनि यस्तै लुगामा भयो। कसैले नराम्रो कमेन्ट नगरिदिनु होला, नराम्रो नसोचिदिनु होला। अनि हामीले चाहिँ दाइले र दिदीले केक काट्नुभयो। अनि दाइ दिदी भन्नुहुन्छ, को होला दाइ दिदी भने मेरो श्रीमानको चाहिँ दिदी र भेना हो। अनि म चाहिँ दाइ र दिदी भन्छु। अनि दिदीले केक खुवाउनु भयो दाजुलाई, अनि दाजुले पनि खुवाउनु भयो। अनि हामीले चाहिँ केकहरू काटेको बाँडेको हामीले चाहिँ कुनै पनि देखाएन, किनभने हामी फर्किहाल्नु पर्ने थियो छिटो गरेर। अनि चाहिँ मेरो जेठानी दिदी, फुपू, अनि उहाँहरू चाहिँ दाइ दिदी सबैजना हुनुहुन्छ, भान्जीहरू पनि हुनुहुन्थ्यो। अनि यता कान्छी दिदी, मेरो आमाजु कान्छी दिदी फेरि दिदी भन्नाले। अनि यता दाइ हुनुभयो, सबैले चिनिसक्नुभयो होला होइन। अनि म एकछिन दाइसँग बसेर ह्याप्पी एनिभर्सरी दाइ, सधैँ खुसी रहनु, यसरी नै हाँसी खुसी हुनु भने। अनि त्यसपछि दाइलाई के खुवाएको चाहिँ देखाएन मैले, किनभने छिटो छिटो भिडियोहरू बनाएको थिएँ नि त। त्यही भएर दिदीलाई खुवाइवरी गालामा अनि नाकमा दलिदिए अनि निधारमा। अनि हामी चाहिँ फेरि खाना खाएर फर्किहाल्नु पर्ने थियो। दिदीले खाना चाहिँ बनाइहाल्नु भयो, हामी आउने बित्तिकै खाना बनाउनु भयो। अनि हामीले चाहिँ बाटोमा फर्किँदै गर्दा यसरी बाँदरलाई बिस्कुटहरू दियो है। बिचरा सानो सानोहरू छ, अब जङ्गलमा त त्यति साह्रो त खाना पाउँदैन। अनि हामीले एकछिन रोकेर अनि अटोमा गथ्यौँ हामी। अनि रोकिवरी बिस्कुटहरू दियो अनि दिएर अनि हामी त हिँड्न आँट्यो, हिँड्ने तर्फमा थियो। अनि जहाँ घर फर्किने क्रममा चाहिँ हामीले यसरी बाँडेको है बाँदरलाई चाहिँ। अनि हस् त सबैजनालाई नमस्ते, बाई बाई, अन्तिमसम्म हेरिदिनु होला।